ओहो निकिताजी, आज हामी कहाँ आइपुगेको छौँ? हामी चाहिँ बेद्रवती भन्ने ठाउँमा छौँ। बेत्रावतीको कुन ठाउँ हो यो? यो बेद्रवती उत्तर गया भन्ने ठाउँ हो यो। अनि त्यहाँबाट चाहिँ यस ठाउँमा चाहिँ पितृहरूलाई उद्धार गर्ने ठाउँ पनि भनिन्छ, श्राद्ध गर्ने ठाउँ। विशेष आज औँसीको दिन परेको भएर अब म तपाईहरुलाई त्यो ठाउँ दर्शन गराउँदैछु। तपाईहरुले हेर्न सक्नुहुन्छ, दर्शक आफ्ना आफ्ना पितृको नाममा श्राद्ध गर्दै हुनुहुन्छ। यो जुन देखिरहेछ हजुरहरूले, यो त्रिशुली खोला हो, बेद्रवतीको त्रिशुली खोला। त्रिशुली खोलाको मुहान चाहिँ गोसाई गुन्डाबाट सुरु भएको छ। गुन्डा गुन्डा मैले हजुरहरूलाई यति नै जानकारी दिएँ। नमस्कार अहिलेलाई।